अब शिक्षाको कुरा गरौँ होइन। शिक्षा हजुरहरूको लाइफ चेन्ज गर्ने हो भने शिक्षा हो क्या। शिक्षा सबभन्दा ठुलो हो। यदि कसैलाई झुकाउन सक्छ भने त्यो एक शिक्षा हो। न तपाईँहरूले कसैलाई ताकत र बल होइन कसैलाई केही प्रयोग गरेर कसैलाई झुकाउनुहुन्न होइन। अगर हिम्मत र आँट गरेर कसैलाई त्यो झुकायो भने पनि भित्र मनबाट कसैलाई झुकाउन सक्छ। त्यही भएर यदि भित्र पुरै बाहिर होइन पुरै मनले उ गर्न छ भनेपछि शिक्षा लिनु जरुरी छ। शिक्षा लिउन्, ज्ञान लिउन् होइन। त्यही अनुसार शिक्षा लाइफमा धेरै इम्पोर्टेन्ट भइसक्यो। शिक्षाले गर्दा हजुरहरूको लाइफ इजी गर्छ, इजी बनाउँछ होइन। हजुरहरूलाई इजी कसरी गर्ने, लाइफ सजिलो पार्ने होइन। पैसा धन आर्जन गर्न अहिले पैसा भनेको यस्तो इम्पोर्टेन्ट भइसक्यो लाइफमा। सबभन्दा धेरै पैसा छ के मान्छेको लाइफमा। पैसा बाहेक कुनै केही छैन। यस्तो छ साथीहरू, पैसा भनेको अब धेरै इम्पोर्टेन्ट भइसक्यो लाइफमा। भन्छ नि बाप बडा न भैया सबसे बडा रुपैयाँ। अब रुपैयाँ सबसे बडा भइहाल्यो। हजुरहरूलाई पैसा भयो भने नि नचिन्ने मान्छेले पनि चिन्छ के। यदि पैसा भएन भने नि तपाईँ चिन्ने मान्छेहरूले नचिनेको जस्तो गर्छ, व्यवहार गर्छ। त्यसै भएर म के भन्न चाहन्छु भने हजुरलाई पढाइ गर, लेखाइ गर, ठुलो मान्छे बन होइन। नाम कमाऊ होइन। कुनै केही गर होइन। आफ्नो के अहिले तिमीहरूको सानो उमेर छ, तिमीहरूले के गर्न सक्छ। अहिले तिमीहरूको उमेर सानो छ होइन। म खास गरेर भर्खर पढिरहेको बच्चाहरूलाई होइन आफ्नो उ गर्न लाइफ कसरी सेटल गर्न अहिले आफ्नो लाइफको बारेमा सोच। मैले यसो गरेर यस्तो होला, किनभने भोलिको दिनमा हामीहरूको जस्तो जुन हाम्रो जेनेरेसन छ, हामीहरूको माथिको जेनेरेसन छ, लगभग पढे लेखेकाहरूको त लगभग ठिकै छ। जो हामी मिडल इस्ट छ नि, यस्तो लाइफ लेबर होइन। यस्तो अर्को देशमा गएर जुठा भाँडा धुने होइन। मैले खुद जुठा भाँडा धुएँ। म खुद विदेशमा गएर लेबरी काम गरिरहेको मान्छे। त्यही भएर म भोगिरहेको छु कि भनिरहेको छु। यस्तो हार्डवर्क गर्नुपर्छ। अहिले यदि पढे लेखेको छ भने भोलिको दिनमा हार्डवर्क गर्न, स्मार्ट वर्क गर्नुपर्छ। तपाईँहरू बसेर अफिसमा काम मिल्छ, स्याहार मिल्छ, सत्कार मिल्छ। तपाईँलाई अरू कुनै चिया बनाएर दिन्छ, कुनै हार्डवर्क गरेको मान्छेबाट तिमीहरूले सर्भिस पाउँछ कि होइन। यस्तो लाइफ जिउनुपर्छ। यदि भोलिको दिनमा तिमीले पढे लेख्दैन भनेपछि यस्तो हार्डवर्क गर्नुपर्छ। स्टेप बाई स्टेप हुन्छ। एकजनामा 10 जना तिमीले कुरा सुनाउने मान्छे हुन्छ। अहिले तिमीले आफ्नै आमा बुवाको होइन, आमा बुवाको भनेको मान्दैन भन्यो भने भोलिको दिनमा तिमीले सानो सानो मान्छेको आफ्नै साथीभाइ होइन, काम गर्ने आफूसित मित्र, त्यसकोदेखि लिएर सुपरभाइजर, म्यानेजर, स्टेप बाई एमडी होइन, सेफ्टी म्यानेजर होइन, धेरै स्टेप बाई स्टेप कुरा सुनाउने यस्तो मान्छेहरू धेरै हुन्छ, फेस गर्नुपर्ने हुन्छ कि। त्यही भएर पढ भन्छु मैले। पढ्यो भने किनभने आफ्नो कसैले पनि भोलिको दिनमा आफू कसैको अन्डरमा बस्नु पर्दैन। प्लस सामान मिल्छ, प्लस पैसा मिल्छ, प्लस टाइमको म्यानेज हुन्छ। अहिले हामीले लेबर काम गऱ्यो भने कमसेकम 12 घन्टा कम्पलसरी गर्नुपर्छ। जस्तै अफिसियल लाइनमा भनेपछि वर्किङ टाइमको सेड्युल कम हुन्छ। अफिसियल टाइममा जर्नल ड्युटी लगाउँछ होइन। ड्युटीमा पनि कमसेकम 9 बजेबाट 8 बजे 9 बजेबाट यसरी हुन्छ। 6 घन्टा 8 घन्टा यस्तै हुन्छ क्या अफिसियल लाइन। अनि प्लस तपाईँहरूको छुट्टी पनि 2 दिन हप्तामा 2 चोटि या 1 चोटि या 2 चोटि हुन्छ, हेरेर हुन्छ। त्यस्तो गर्नुपर्छ। धेरै सहुलियत पाइन्छ पढे लेखेर भने। जुन मान्छे पढे लेखेर हुन्छ नि, त्यो नपढेको मान्छेले धेरै गाह्रो हुन्छ क्या लाइफ स्ट्रगल धेरै। तर त्यो स्ट्रगलहरू भन्नु सक्दैन होइन। तर कसैले बुझ्दैन कि हामी छोरा मान्छेले मेहनत गरेको कसैले हेर्दैन कि हामीले कसरी परिवारमा त्यो पैसा देख्नलाई हामीले इजी देखेको हुन्छ, पैसा कमाएर घर बनाएको। तर त्यो पैसा कमाउने कसरी कमाउँछ, के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर कसैले बुझ्दैन कि। तर हामीले कसैलाई बुझाउन सक्दैन कि यस्तो बारेमा होइन। त्यही भएर हजुरहरूलाई यो भिडियो हालेको होइन, सम्झाउन बुझाउनको लागि शिक्षाको महत्त्व के हुन्छ होइन। अब हजुरहरूले पढे लेखेको हुनुहुन्छ, बिस्तारै बुझिहाल्नुहुन्छ। त्यही भएर यति नै सल्लाह सुझाव दिएको। अहिले भनेपछि हाम्रो जेनेरेसनमा मतलब 12 सम्म पढेको कुनै भ्याल्यु नै छैन भनेपछि जति धेरै पढ्यो त्यति फाइदा बेनिफिट हो। आफ्नो लाइफ इजी गर्दैछ। जति धेरै पढ्यो त्यति हामीले आफ्नो लाइफ इजी गर्दैछ। कसरी गर्ने भने हजुरहरूको हातमा हो।
बुझ्नुभयो? मैले आफ्नो लाइफ कसरी सेटल गर्ने, के गर्नुपर्छ, कसरी पैसा आर्जन गर्ने, कसरी नाम कमाउने हैन, एउटा नम्बर कसैको चोरी जारी नगर्ने हैन, मेहनत गर्ने, इमानदारी हुने हैन। अहिले त सबै ठाउँमा सीसी क्यामेरा हुन्छ, कुनै ठाउँमा हामीले गलत काम गरौँला के गरौँला भनेपछि सीसी क्यामेरा हुन्छ, पुरै सीसी क्यामेरामा रेकर्ड भइराखेको हुन्छ। रेकर्ड पनि यस्तो भइराखेको हुन्छ, तपाईँ यहाँ कुनै काम केही एक्टिभिटी गर्नुहुन्छ भनेपछि त्यसले अहिले यहाँ छैन, ए मान्छे यहाँ छैन भन्ने हो। त्यो मान्छे त्यसको सेटिङ अहिले क्यामेरा यहाँ लगाएको छ भने मोबाइलमा उता उसको घरमा जहाँ गएछ त्यो मोबाइलमा सेट गरेको हुन्छ, त्यहाँ हेर्न पाउँछ। त्यसै भएर कुनै लोभ लालचमा नफस्नु होला, यस्तो नगर्नु होला है। चोरी जारी भोलिको दिनमा कसैको कुनै नआओस् हैन। त्यही भएर आफ्नो लाइफ सिक्योर गर्नु होला। कुनै अगर गाडी चलाउनुहुन्छ भने स्पिड लिमिट गर्नु होला। आफ्नो ज्यान सेफ्टी सबभन्दा फर्स्ट हो। आफ्नो ज्यान छ त जहान छ भनेपछि हाम्रो ज्यान छ त हामी अगाडि बढ्ने लाइफ केही गर्न सक्छौँ। पोजिटिभ थिङ्किङ राख्नुपर्छ हैन, नेगेटिभ थिङ्किङ राख्नु हुँदैन। कुनैले केही रियाक्सन राम्रो रियाक्सन दिनुपर्छ। कुनैले आफ्नो बारेमा गलत पनि सोच्दैछ भनेपछि आफ्नो रियाक्सन गलत राम्रो हुनुपर्छ के, रियाक्सन राम्रो हुनुपर्छ। प्लस भनेपछि हाम्रो आफ्नो लाइफमा कसरी जिउने भनेपछि आफूले उ गर्नुपर्छ कि, मतलब कुनै बाटो काट्ने बेलामा बाटोमा पनि अब हैन स्पिडको लिमिट गर्नुपर्छ।